नमस्कार, यतिखेर तपाईँ हेर्दै हुनुहुन्छ जी न्युज 24 च्यानल। जी न्युज 24 च्यानलमा यहाँलाई स्वागत छ। आज हामी एकजना प्रत्याशीसँग कुराकानी गर्न गइरहेका छौँ जो महोत्तरी क्षेत्र नम्बर 3 का प्रत्याशी हुनुहुन्छ प्रतिनिधि सभाका लागि अरविन्द कुमार ठाकुरजी, जो जनमत पार्टीबाट आफ्नो उम्मेदवारी दिनुभएको छ र त्यहाँबाट आफ्नो उम्मेदवारी दिएर अहिले घर दैलोमा व्यस्त हुनुहुन्छ र उहाँसँग अलिकता समय निकालेर हामी कुराकानी गर्न गइरहेको छौँ कि कस्तो उहाँको तयारी चलिरहेको छ, कस्तो घर दैलोको कार्यक्रम भइरहेको छ। यावत कुराहरूमा हामी समर्पित रहेर केन्च कुराकानी गर्नेछौँ। ठाकुरजी, यहाँलाई स्वागत छ। धन्यवाद। कस्तो तयारी चल्दैछ? मेरो तयारी त राम्रै छ हैन। क्षेत्रमा पनि जनताहरू उत्साहित छन् यो जनमत पार्टीतर्फ, र यो जनमत पार्टी मधेसको लागि एउटा एक्लै पार्टी हो जुन मधेसको कुरा गर्छन् र जनताहरूको लागि काम गर्दैछन्। जनताको लागि गर्दैछन्। हरेक पार्टीले आफ्नो तरिकाले केन्छ मैदानमा उत्रेका छन्। तपाईँहरूको एजेन्डा के? तपाईँले के लिएर जनताको माझमा जानुभएको छ? हाम्रो एजेन्डा के हो भने भ्रष्टाचारी उन्मूलन हो, शिक्षातर्फ हो, कृषितर्फ हो, स्वास्थ्यतर्फ हो। तर सबै पार्टीले कृषि, शिक्षा, स्वास्थ्यतर्फ काम गर्दैछन्। उहाँहरूको गभर्मेन्ट भन्दाखेरि सबै कृषिमा नै काम गर्छु भनेर, जसरी कि जसपाका अहिले प्रत्याशी हरिनारायण यादवजी कृषि मन्त्री हुँदाखेरि एउटा पनि काम गर्नु भएन। आफ्नो कन्स्टिट्युसनमा पनि उहाँ त देशकै हुनुहुन्थ्यो नै कृषि मन्त्री, कन्स्टिट्युसनमा पनि काम गर्नु भने त्यतिकै बसेर काम गर्ने खाने त्यही गर्नुभयो उहाँले। अन्य नेताहरू पनि त छन्, जस्तै अहिले देश चाहिँ भनौँ न एक किसिमले एकखोरो दिशामा गइरहेको हल्ला खल्ला सामाजिक सञ्जालहरूमा पनि सुन्नुभएको होला, यहाँहरूले पनि सुनिराख्नु भएको होला। के लाग्छ यहाँ जस्तो रासपा छ मैदानमा, भनौँ न एमाले छन्, काङ्ग्रेस छन्, मोहन ठाकुरजीको पनि त्यहाँ आफ्नो दावेदारी छन्, भन्न उहाँको छोरी पनि लड्नु भएको छ। यहाँले कस्तो देख्नु भएको छ? कस्तो चुनावी प्रतिस्पर्धा भइरहेको छ त्यहाँनिर? उहाँहरू त चुनावी प्रतिस्पर्धा हुनुहुन्न अहिले पनि, रासपा होस् चाहे जसपा होस् हैन। यो दुइटै त छँदै छैन। यो कन्स्टिट्युसन 3 मा पनि अरू कन्स्टिट्युसनहरूमा पनि। अनि मोहन ठाकुरज्यू त पार्टी चेन्ज गरेर कहिले राजपा, कहिले लोसपा, कहिले तमोलोपा, त उहाँ त एउटा विखण्डनकारी नै भनौँ न, जनतासित अन्याय गर्नुभएछ नि मोहन ठाकुरले। त्यस्तो हो। उहाँले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि, जनतालाई बेवकुफ बनाउनको लागि, कार्यकर्तालाई बेवकुफ बनाउनको लागि उहाँले के गर्नुभएछ भने तमोलपाबाट राजपा, राजपाबाट लोसपा, अनि टप लिडरहरू पनि शरदसिंह भण्डारी पनि उस्तै काम गर्नुभएछ। र उहाँले यो दुईटा इलेक्सनमा महोत्तरी क्षेत्रमा यो महन्त ठाकुरज्यूले जित्नुभयो। त उहाँले केही काम गर्नु, एउटा 5000 को कल पनि ग्यास हामी बाँड्छौँ अरे, जनतालाई भ्रम छर्नु भयो। आजसम्म ग्यास पाएकै छैन, ग्यास चुल्हा बाँड्छु भनेर। त्यसपछि उहाँले के गर्नुभयो, छोरीलाई पनि टिकट दिनुभयो, आफै चाहिँ राष्ट्रिय सभामा जानुभयो, उहाँ चाहिँ सन्धिलाई पनि दिनुभयो। त कार्यकर्तासँग छल गरेर जसपा लोसपा लडाएर उहाँ चाहिँ मजा लिइराख्नु भएछ। अनि आन्दोलनमा चाहिँ जनले आन्दोलन गर्नुभयो, बोर्डर पारी लगाइदिनु, तह लगाउनु भयो उहाँहरूले। त्यो न्याय गर्नुभयो? त्यो त न्याय गर्नु भएन। उहाँले के संसद भवनमा पनि आवाज उठाउनु भएन। त्यस्तो कुरा। रासपा चाहिँ के हो हेर्नु न, रासपाको इतिहास। उहाँ चाहिँ रासपाको इतिहासमा के छ? ठगी गर्ने, जनताको पैसा लुट्ने, सरकारी ठगी गर्ने, जनताको पैसा जनताले पैसा नपाउने। र यो दुइटैलाई त जेल हान्नु पर्ने थियो नि। जो ब्याङ्क सब प्रोभाइड गरेको छ, जनता पैसा बाँडिदिएको छ, त्यो सहकारी ठगले यो देशलाई त ठग्ने हो। यो ठगहरूको सङ्गठन हो रासपा, र त्यसको एजेन्टहरूले बालन शाहलाई मोहरा बनाएको छ। त्यो बालन शाह के हो? एउटा राम्रो छविको मान्छे त हो, सबैले मान्यो, राम्रो काम गर्यो। तर एउटा मधेसमा जाऊ, यो मधेसलाई भजाएर खाऊ, ल तिमी एउटा मोहराको रूपमा यो काम गरिरहेको छ।
त्यस्तो हो रासोपा पार्टी। भनेपछि यहाँको नजरमा जति पनि पार्टी छन् जस्तो अहिले रासपा लोसपा जो पनि अहिले छन् त्यहाँबाट त्यो सबै के भन्छ भजाएर खाने पार्टी हो। हो हाम्रो पार्टीले त एउटा के छ त्यो भजारे नै खाने पार्टी हो। हाम्रो पार्टीले के एउटा मधेसको एजेन्डा, एउटा सिङ्गल यस्तै पार्टी हो जो मधेसको बारेमा अहिले कुरा गर्छ। र महन ठाकुरजीहरूको पार्टी कस्तो छ भने मधेसलाई यो कङ्ग्रेसी चोला पहन्ने, मधेसको चाहिँ एजेन्डा लिने, मधेस पार्टी खोल्ने, तर दलाल कसको हो? काङ्ग्रेसी दलाल हो उहाँ। हो काङ्ग्रेसी दलाल नै हो। जब बजरङ्ग नेपाली लड्नुभयो त के कसो सम्झौता भयो बजरङ्ग नेपाली र त्यो नेपाली कङ्ग्रेस र महन ठाकुरसँग? के कहीँ पैसा त लियो, के कहीँ के गर्नुभयो, के चलखेल भयो उहाँलाई थाहा होला। तर आफ्नो चाहिँ स्वार्थ सिद्ध गर्नको लागि यो हाम्रो महोत्तरी जिल्ला होइन, यो मधेस प्रदेशभित्रै नै यिनीहरूले चलखेल गरेर चाहिँ आफ्नो स्वार्थ सिद्ध गर्नुभयो। यहाँ जनताको माझमा जाँदाखेरि के भन्नुहुन्छ जनतालाई? तपाईँले मत कसरी र किन दिन्छ? मलाई मत दिन्छ कि एउटा मधेसी पार्टी मधेसकै मुद्दा उठाउँछ, भ्रष्टाचार नियन्त्रण गर्छ, त्यसैले हामीले मत दिन्छ। मधेसकै नाम लिएर तपाईँहरू कति जनतालाई ठग्नुहुन्छ? तपाईँहरू पनि त मधेस मुद्दा लिएर जस्तो ठगिसक्यो। हामी युवा वर्ग चाहिँ न्यू युवा वर्गहरू आएछौँ त हामी ठग्ने त कुरै भएन। हामी त यो भ्रष्टाचार निवारण गर्ने कामभित्र काम गर्छौँ, यो कृषिभित्र काम गर्छौँ। त्यस्तै जलेश्वर नगरपालिकातिर हेर्नुहोस्, रमौल छ होइन, बजराही छ, यो उतातिर पश्चिम बेल्टतिर जलेश्वरभन्दा उत्तर र पश्चिम सबै डुबान क्षेत्र हो। यहाँ जसपैकै नगरपालिका छ, आफ्नो नगरपालिकाबाट 10-12 करोड रुपियाँ रिलिज गरेर त्यो के त्यो क्षेत्रलाई प्रभावितबाट बचाउनु पर्ने थिएन? त्यो कहीँ मन्दिरमा, कहीँ पोखरीको डिल खन्ने, पोखरी बनाउने होइन, त्यो पनि त एउटा विकास लगाउने होइन। अब त्यहाँबाट कमिसन बढी आउने काम, पोखरी र के भन्छ मन्दिर बनाउँदाखेरि कमिसन आउँदैन त? आउँछ नि त। अब 10,000 को इँटा छ, अब 14,000 बिल बनाउने, 20,000 बिल बनाउने, कमिसन आउने। तर प्रत्यक्ष लगानी यो नहरमा गर्दाखेरि होइन, पानीको ऊ गर्दाखेरि त आउँदैन नि त। हरेक पार्टीले के भन्छ जब चुनावमा होमिन्छ अनि घर दैलो गर्दाखेरि यही एजेन्डाहरू लिएर जान्छन्, जुन चाहिँ तपाईँले अहिले भन्नुभयो सधैँ यही एजेन्डा हो। तपाईँहरूले पनि त त्यही भन्दै हुनुहुन्छ, शिक्षा स्वास्थ्य। हाम्रो त गभर्मेन्टै बनेन, हामी त 2-4 सिट लिएर गऱ्यौँ नि त। तपाईँको पार्टी पनि त गभर्मेन्टमा थियो नि त। गभर्मेन्टमा जाँदाखेरि हाम्रो मन्त्रीमण्डल आएन। अब अहिले पापर बेल्ने नेपालको के हो? यो सिन्डिकेट सिस्टम छ। तपाईँको पार्टीबाट मधेसको नेतृत्व भइरहेको थियो नि त, मुख्यमन्त्री नेतृत्व त भयो, तर काम गर्ने कहाँ मौकै पाएन नि त। नेतृत्व भयो, काम पनि गर्नुभयो, ठाउँ ठाउँमा हस्पिटलको निरीक्षण पनि गर्नु, स्वास्थ्य सुधार गर्नको लागि ठाउँ ठाउँमा हस्पिटलको निरीक्षण पनि गर्नुभयो। योभन्दा पहिला चाहिँ उपेन्द्रजीको हुनुहुन्थ्यो, भ्रष्टाचारीमा त माहिरै हुनुहुन्थ्यो लालबाबु रातीजी होइन। दिपेन्द्र झासँग मिलेर साइकलको भ्रष्टाचार कसरी गर्ने, यो कुन योजना, अहिले साइकल पनि सडिरहेछ, काम पनि भएन। बेटी पढाओ बेटी बचाओ योजनामा भ्रष्टाचारी त थुप्रै छ नि त्यहाँ भएको त। भनेपछि जनमत पार्टीलाई भोट दिँदाखेरि जनता त्यहाँको विकासको प्रत्याभूति गर्छन्। हामी विकासको प्रत्याभूति गर्छ। हामी जुन हाम्रो समाजका जुन छन् होइन जनताहरू, त्यो हामी सबभन्दा पहिला प्राथमिकता दिन्छौँ रोजगारीमा। जुन अहिले विदेशमा गइरहेछ, विदेशमा पत्र परिरहेछ, हामी ल्याइ पनि रहेछौँ त्यहाँ पत्र परेका कामदारहरूलाई, त्यो पहिला रोक्छौँ। त्यहाँ हामी शिक्षामा पनि एकदम सुधार गर्छौँ। जुन शिक्षा नीति नेपालको अहिले अमेरिकन पोलिसीमा चलिरहेछ, त्यहाँ थुप्रै विद्वानहरू चाहिँ पाठ्यक्रम बनाउँदाखेरि के राख्छ। हाम्रो देशको एजेन्डै भुलिसक्यो। हाम्रो धर्मनिरपेक्ष कहाँबाट आयो यहाँ होइन? त्यो पनि नआउनु पर्ने हो। हाम्रो एउटा हिन्दू राष्ट्र थियो, त्यो हिन्दू राष्ट्र हुनुपर्ने थियो होइन। त्यो पनि यिनीहरू आफ्नो स्वाभिमान बेचिसक्यो, देश बेचिसक्यो यो नेताहरूले। यो 36 वर्षमा कङ्ग्रेसले त्यही काम गर्यो, एमाले त्यही काम गर्यो।
भनेपछि तपाईँले के भन्छ अब जुन एजेन्डा लिएर जानुहुन्छ अथवा के भन्छ घर दैलो कार्यक्रम गर्दाखेरि त्यहाँका जनताहरूको मुख्य माग यहाँहरू त राख्छ होला, के भन्छन् त त्यहाँका जनताहरूले? हामीले जनताको मुख्य माग के छ? हाम्रो बेरोजगारी समस्या समाधान हो। हामी चाहिँ पारिपट्टिबाट केही किनेर नल्याउनु परोस्, त्यही भएर कृषिमा चाहिँ हाम्रो बढी फोकस जाओस्। हामी डुबानमा पर्छौँ, हाम्रो केही उब्दैन, कमाएर पनि त्यो पुग्दैन खाना लाउन। त्यसपछि शिक्षामा केही पनि छैन। हाम्रो सरकारी विद्यालयहरूमा शिक्षक राम्रो छैन। त शिक्षक राम्रो कहाँबाट आउँछ? यो देश जुन देशमा रोजगारै हुँदैन भने शिक्षक कहाँबाट ल्याउँछौँ हामी? तपाईँहरू जानुहुन्छ भने के वाचा गर्नुहुन्छ, केमा लगानी गर्नुहुन्छ? जनतालाई कसरी आफ्नो भनौँ न एउटा अभिव्यक्तिले कसरी उहाँलाई सन्तुष्ट पार्नुहुन्छ? भन्दाखेरि हामी के गर्छौँ भने जनधन योजना लागू गर्छौँ। उहाँहरूका लागि जनधन योजना लागू गर्नेवाला छौँ र यो जनधन योजनामा जसरी कि इन्डिया सरकारले केही दिन्छ होइन, ग्यास दिन्छ, खाना यो हाम्रो चामल दिन्छ 5 केजी होइन, यो सबभन्दा प्राथमिकता यसमा पनि राख्छौँ। त्यसपछि शिक्षाको लागि चाहिँ स्कलरसिप त गभर्मेन्ट अलरेडी प्रोभाइड गरिसकेको छ 10%, प्राइभेटमा पनि स्कलरसिपको लागि त्यसमा पनि त्यो व्यवस्थित छैन, त्यसलाई हामी व्यवस्थित गर्छौँ। अनि स्वास्थ्यतर्फ जलेश्वरमा सबभन्दा बढी समस्या छ स्वास्थ्यतर्फ जलेश्वरमा हो। त्यहाँ हस्पिटल त छ तर राम्रो डक्टर छैन। किन छैन? राजनीति भद्रगोरले गर्दाखेरि। इक्विपमेन्ट पनि छ, सञ्चालन गर्ने छैन, किनभने दक्ष स्किल मान्छेहरू छैन त्यहाँ। किन राखिएन? त्यो राजनीतिक द्वन्द्वले राखिएन। अहिलेको जसपैको गभर्मेन्टमा चाहिँ त्यहाँ अध्यक्ष बनायो, त्यो अध्यक्षले के, जसलाई नलेजै छैन त्यो अध्यक्ष बनाएर के गर्नुहुन्छ तपाईँ होइन? त्यस्तो हामी त्यो व्यवस्थित गर्छौँ जलेश्वरमा राम्रो तरिकाले। जलेश्वरतर्फ चाहिँ बाढ नियन्त्रणको लागि हामी चाहिँ नहर बनाउने, त्यसलाई पानीको निकास दिने। यो पानीको निकास दिएपछि पुरै एरिया डुबानमा पर्दैन, त्यतातर्फ हामी काम गर्छौँ। भनेपछि जनताको माझमा जाँदाखेरि तपाईँहरूले यी बाचा गर्नुहुन्छ र यो बाचाहरू तपाईँहरूले सरकारमा आएपछि तपाईँहरू जितेपछि यस्ता पुरा गर्नुहुन्छ? हजुर पुरा गर्छु। सबै नेताजीहरूले के भन्छ त मौका पाइसक्नु होइन, पुरा गर्छु हामी यो जुन योजनाहरू लिएर आएका छौँ, जितिसकेपछि फेरि ल्याउँछन् तर त्यो योजना सेल गरिदिन्छन्। उहाँहरूले बिक्री गरिसकेका हुन्छन्। कहाँ कस्तो योजना ल्याउँछ? कृषि योजना ल्याउँदैनन् उहाँहरू त ल्याउँछन् के मन्दिरको योजना। त्यहाँ मन्दिर बनाउनु छ, त्यहाँ मस्जिद बनाउनु छ, त्यहाँ दलान बनाउनु होइन। जब जनताको माझमा भोट माग्न जाँदाखेरि उहाँहरू पनि त यही शिक्षा, स्वास्थ्य, रोजगार लगायतका एजेन्डाहरू लिएर जानुहुन्छ। उहाँहरू त जानुहुन्छ। जनताले के भन्छन्? हामीले मन्दिर मस्जिद र पोखरीको डिल बनाएर के हुन्छ? हामीलाई त शिक्षा चाहियो नि सर। तर उहाँहरू योजनै ल्याउँदैन। त्यो लगानी त त्यहाँ गर्छ, त्यहाँबाट त थुप्रै कमिसन आउँछ। अब गोजी भर्छन् नि उहाँहरू। शिक्षातर्फ लगानी गर्दाखेरि मानौँ न 1 करोड रुपियाँ छ, 1 करोड आयो कुनै लगानी, शिक्षामा ल्याउनुहोस् न 1 करोड। हाम्रो यो कन्स्टिट्युसनमा 35 वटा वार्ड छ। त्यो 35 वटा वार्डमा 3 जनालाई 1 करोड रुपियाँले त हुन्छ नि स्कलरसिप। त्यो पढाइ त्यहाँ त्यता दिनु न, शिक्षातर्फ दिनु, त्यसको फी तपाईँ तिर्नुहोस् न, कलेजलाई नै तिर्नुहोस्। त्यहाँ त भ्रष्टाचारी गर्न पाउँदैन, नि त। यो नेतालाई के चाहियो? भ्रष्टाचारी कसरी गरौँ, कहाँबाट कति कमिसन, 20% आयो कि 30% आयो होइन। त्यस्तै रानी शर्मा पनि जे हुनुहुन्छ यसमा संलग्न। 30% कमिसन लिएर बजेट पास गर्ने, सेल गर्ने, यस्तो कहीँ हुन्छ? आज त जसपैको उहाँ नि त भ्रष्टाचारी गर्ने नामै छ, पेपर मिडियाहरूमा आइ नै रहेको छ। तपाईँ जित्नुहुन्छ भने कतिको सुनिश्चित हुनुहुन्छ तपाईँ? मेरो जितको त 100% सुनिश्चित यो जनताहरू नै गर्छन्, यो मलाई विश्वास छ। तपाईँ आफ्नो प्रतिस्पर्धी कसलाई मान्नुहुन्छ त्यो क्षेत्रमा? कसैलाई मान्दिनँ म। मेरो प्रतिस्पर्धी कोही पनि छैन। म आफै छु प्रतिस्पर्धी र जनतामाथि विश्वास छ। जनताले नै मलाई आशीर्वाद दिनुहुन्छ, त्यही हो। प्रतिस्पर्धी कोही छैन।
जनतासँग यहाँ के भन्न चाहनुहुन्छ? म जनतासँग यही हार्दिक अनुरोध गर्न चाहन्छु कि भ्रष्टाचारीलाई र यो देश लुट्नेलाई भोट नदिनुहोस्। तपाईँहरू आफ्नो अमूल्य मत मलाई दिनुहोस्। म तपाईँहरूको नेतृत्वमा, तपाईँको मार्गदर्शनमा, तपाईँको सुझावको मा, तपाईँको पहलमा म काम गर्छु र भ्रष्टाचार, रोजगारी र स्वास्थ्यतर्फ म बढी काम गर्छु। यो म आश्वासन दिलाउन चाहन्छु र कामप्रति म प्रतिबद्ध हुनेछु भन्ने चाहना छ मलाई। धन्यवाद नेताज्यू। यहाँले जी न्युज 24सँग कुराकानी गर्नुभयो र यहाँको जित होस् भन्ने चाहन्छु। धन्यवाद। धन्यवाद नवीनजी। जी न्युज 24ले मलाई समय दिनुभयो, त्यसको लागि पनि जी न्युजलाई पनि धेरै धेरै धन्यवाद, हजुरलाई पनि।